फ्रेन्ड्स, स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा। धेरै दिन भयो थियो तपाईँहरूलाई नदेखेको। आज म यो DJI माइक मिनी 2 को अनबक्सिङ लिएर आएको छु है गाइस। यो चाहिँ मलाई चाहिँ मेरो बहिनीले गिफ्ट दिएको रहेछ है। यो चाहिँ एकदम मस्ट नेसेसरी है। कोही युट्युबर ब्लगर बन्छु, कोही टिकटकर बन्छु भने चाहिँ यो बिना त के कार्यक्रम गर्नु है। ओके, हामी यसको चाहिँ अनबक्सिङ सुरु गर्छु म यसमा। स्टिकरहरू रहेछ है, म ओपन गर्छु। हेरौँ के रहेछ यसमा। मलाई निकै खुसी लागेको छ होइन। बहिनीले एकैचोटि सम्झ्यो कि है दाइ तेरो भिडियोमा त भोइस राम्रो आएको छैन भन्छ। बहिनीले चाहिँ अझै पनि मलाई दाइ भन्छ। हामी बच्चामा चाहिँ यसरी नै कुरा गर्थ्यौँ, त्यही भएर अहिले पनि त्यसरी नै कुरा गर्छ है। त्यसमा चाहिँ ओ ल लेट्स सी। ओके, यसमा चाहिँ फर्स्टमा चाहिँ एउटा चाहिँ DJI लेखेको चाहिँ एउटा ब्याक माइन्ड चाहिँ ब्याक चाहिँ ब्युटिफुल छ, हेर्न सक्नुहुन्छ। यो बक्सलाई म यसो साइड लगाउँछु। एनिथिङ हो अरू केही छैन। एउटा सिलिकेट, ओके सिलिका जेल रहेछ। यो मोइस्चर मेन्टेन गरेर राखेको होला अथवा किटाणुहरू चाहिँ नलागोस् भनेर। ओके, फर्स्ट थिङ फर्स्ट, यसमा चाहिँ हाम्रो एउटा केबलको ब्याग रहेछ। त्यसको ओपन। ओके, दुईवटा केबल रहेछ, एउटा टाइप सी टु टाइप सी होइन, अर्को 3.5 to 3.5 रहेछ है। ओके, वाट इज दिस। हामी यो पेपरहरू प्लास्टिकहरू चाहिँ बाहिर राख्छौँ आएर। ओके, यु क्यान सी यो कलरफुल एउटा डब्बा जस्तो रहेछ है। यसमा के छ यो, वाट इज दिस, लेट्स मूव अन। ओके, यसमा DJI लेखेको टन्नै यो क्लिपहरू छ है। 1 2 3 4 5 6 7 10वटा जति क्लिपहरू रहेछ यो DJI। अहिले एकछिनमा हेरौँ होला, यसलाई पनि साइड लगाइदिउँ। So what I'm getting next? Okay, some paperworks. Let me open this also. Okay, यो DJI को स्टिकर रहेछ एउटा। पेपरवर्क नथिङ मोर। अनि सब पेपरवर्क यसको खास गरी मलाई काम चाहिँ छ जस्तो लागेन। यसमा केही इन्स्ट्रक्सन छ, कुनै बेला चाहियो भने चाहिँ। ओके, DJI सपोर्ट सेन्टरको QR कोड पनि रहेछ। यसमा चाहिँ वारेन्टी पनि छ जस्तो छ। यसलाई मैले अहिले साइड लगाइदिएँ। हामी मेन चिजमै पहिला जाउँ होइन। ओके, सो दिस इज द मेन थिङ। देख्न सक्नुहुन्छ तपाईँहरू। वाउ, सच ब्युटिफुल प्याकेजिङ है। एकदम राम्रो मजाको प्याकेजिङ रहेछ यो। मजाको बक्सा रहेछ, DJI लेखेको हेर्न सक्नुहुन्छ। ठिक छ। यो चाहिँ यो पछाडि चाहिँ चार्जिङ पोर्ट रहेछ है। USB टाइप सी चार्जिङ पोर्ट रहेछ। ओके, ल अन गर्न साथ यसमा त झिलिझिली बत्ती बोल्न थाल्यो। ओके, त्यो एकदम राम्रो चिटिक्क परेको फर भएको चाहिँ यो उ रहेछ है। हेर्न सक्नुहुन्छ, फर भएको माइक रहेछ। यो माइक्रोफोन होला सायद, कलरमा लगाउँदा। अर्को पनि रहेछ फर भएको दुईवटा माइक। ओके, चाहिँ TX भन्ने थियो क्या, यो चाहिँ RX। यो चाहिँ अब तपाईँ पेयर गर्नु मिल्छ, मोबाइलमा पनि पेयर गर्नु मिल्छ। अनि त्यसपछि यो चाहिँ क्यामेरामा पेयर गर्नुको लागि चाहिँ यहाँ चाहिँ एउटा पोर्ट दिएको रहेछ। ओके, यो क्यामेरामा कनेक्ट गर्नुको लागि चाहिँ एउटा कनेक्टर रहेछ है। ओके, यहाँ एउटा क्लिप जस्तो रहेछ। यसमा हामी यसरी ओके ठिक आवाज आउँदैछ। यो कनेक्सन यति गरिसकेपछि अब चाहिँ हामी चाहिँ बत्ती बलेको छ हेर्न सक्नुहुन्छ। अझ हामी यसलाई चाहिँ मोबाइलमा कनेक्ट गरेर यसको चाहिँ आवाज सुन्न सक्छौँ। ल यसलाई हेर्दै जाउँ हामी। यसमा के रहेछ। यसमा चाहिँ नथिङ मोर, इट्स जस्ट अ बक्स। यसमा म साइड लगाइदिन्छु है। त्यस अहिले यो पनि मैले लेखेँ, नट इन्ट्रेस्टेड इन दिस। मेन प्रोडक्ट भनेको यो है। यसमा चाहिँ हामी यसमा चाहिँ यो जुन अहिले देखेको हाम्रो यो निलो, हरियो, रातो, पहेँलो थरीथरीको कलरको क्लिपहरू रहेछ है। ओके, लेट्स सी। वाउ, हेलो। वाउ, इट्स नाउ रेड। तपाईँ सोच्नु होला किन यस्तो येल्लो, रेड, ब्लू, ग्रिन
के रमाइलो गरिरहेकोलाई यस्तो स्ट्यान्डर्ड प्रोडक्टमा यस्तो कलरहरू किन दिइरहेको नै यसको चाहिँ पर्पज रहेछ है। यसमा चाहिँ पछाडि एउटा क्लिप छ है, म्याग्नेटिक क्लिप, म्याग्नेटिक पनि छ प्लस यसमा क्लिप पनि छ है। म्याग्नेटिक क्लिपलाई तपाईँले यसरी लगाउनु भयो भने यसमा तपाईँ यसरी गर्न सक्नुहुन्छ। अब कस्तो भन्दाखेरि सधैँ एउटै कलरको हेर्दा मोनो ट्रान्सपेरेन्ट देखिन्छ। अनि अरू के भन्दाखेरि जस्तै यो रातो कलरको छ नि, मैले यसमा यस्तो रातो कलरको यसरी जोडिदिएँ भने चाहिँ अब के भयो कि यस रेड कलर, रेडमा रेड म्याचिङ भयो नि त। यो म्याचिङ गर्नको लागि हो। ब्लू कलरको कपडा लाउनु भएको छ भने ब्लू म्याचिङको लागि, येल्लो कलरको लागि येल्लो म्याचिङको लागि चाहिँ यसरी बनाएको रहेछ। सो अनबक्सिङ हेरिहाल्नुभयो। अनबक्सिङमा यो तपाईँको म्याग्नेटिक क्लिप तपाईँले सिधै यसरी चाहिँ सर्टको पछाडि यसरी राखेर यसरी पछाडि गर्दा नि अडिरहेको छ। यो एकदम स्ट्रङ छ म्याग्नेट गाइस, डराउनु पर्दैन त्यस्तो। अनि यो चाहिँ फर चाहिँ नोइज क्यान्सलेसनको लागि हो। डिटेलमा यसको चाहिँ कसरी मोबाइलमा कनेक्ट गर्ने, त्यसपछि कस्तो साउन्ड आउँछ, अडियो आउँछ भने त म तपाईँहरूलाई नेक्स्ट भिडियोमा भनिहाल्छु होइन। अहिले चाहिँ आज चाहिँ क्वाइट अनबक्सिङ मात्रै थियो। अब यसमा चाहिँ अनबक्सिङमा चाहिँ म तपाईँहरूलाई सामानहरू चाहिँ एरेन्ज गरेर देखाउँदैछु। यसमा मैले 3-4वटा क्लिप पाएको छु। 3-4वटा क्लिप जुन चाहिँ कलरफुल क्लिपहरू चाहिँ यो रमाइलोको लागि हो। बक्स त एउटा स्ट्यान्डर्डै छ होइन, तपाईँ रमाइलोको लागि हो। अहिले खासै म त्यति रमाइलो गर्नुभन्दा नि त प्रोडक्टमा एटेन्सन दिनतिर लागिरहेको छु ल। ओके, लेट्स किप दिस हियर। त्यसपछि यो माइकहरू हो। माइकलाई हामी चाहिँ यसमा बक्समा राखिदिउँ होइन। चार्जिङ पोर्ट रहेछ यसमा। मैले थाहा पाएअनुसार चाहिँ जब इन्स्ट्रक्सन म्यानुअलमा पढेको थिएँ यसको चाहिँ पर चार्ज चाहिँ 4.5 घन्टासँग टिक्छ यसको है, ओन्ली दिस माइक्रोफोनको मात्रै। र होल बक्सको चाहिँ मोर देन 30 आवर चाहिँ टिक्छ होल बक्स। र यो सेट गऱ्यो भने चाहिँ भने हेरेको छु है। फर्दर के हो डिटेल त्यो चाहिँ म तपाईँहरूलाई चाहिँ भनिहाल्छु। ओके, यसमा कन्ट्रोलर पनि रहेछ, ब्युटिफुल। यसमा भोल्युम ओके -6 सम्म लेभल छ, -6 -12। यो साउन्ड चाहिँ कुन लेभलको चाहिँ क्याच गर्ने त्यसको लागि बनाइएको रहेछ यो। यस्तो मजाले फिट हुने भने है डिजाईको प्रोडक्टहरू। डिजाईको प्रोडक्ट एकदम मनपर्छ क्या, क्वालिटी हुन्छ यार। पहिला डिजाईको यो एक्सन 3 क्यामेरा लिएको, अहिले लगभग 4-5 वर्ष हुन लागिसक्यो भने यस्तो मजाले काम गर्छ। पानी मुनि गए पनि केही हुँदैन, खसे पनि केही हुँदैन। एकदम के कनेक्टिभिटीमा केही प्रब्लम छैन। मोबाइलमा कम्प्युटरमा कुनै ल्याग छैन। बस यो भयो स्टिकर। सो गाइज यति नै हो है प्रोडक्ट हाम्रो। सो आजको अनबक्सिङ कस्तो रह्यो तपाईँहरूलाई धेरै दिनपछि भेट भएको छु है। आई होप यु गाइज इन्जोयड। तपाईँहरू पनि लिन चाहनुहुन्छ डिजाईको भने चाहिँ तपाईँहरू सम्पर्क राख्न सक्नुहुन्छ। यसको प्राइस गिफ्ट हो, गिफ्ट आए पनि तपाईँहरूलाई प्राइस चाहिँ म डिस्क्लोज यति पऱ्यो भनेर भन्न मिल्दैन। गिफ्टै हो होइन मेरो लागि चाहिँ। अब गिफ्ट भनेको चाहिँ भ्यालु अब कसरी गरौँ। तर तपाईँहरूलाई म लिङ्क चाहिँ पठाइदिन्छु, त्यो लिङ्कबाट तपाईँहरू आफै प्राइस हेर्न सक्नुहुन्छ, आफै किन्न सक्नुहुन्छ है। ओके, म बहिनीलाई चाहिँ यहीँबाट थ्याङ्क यू भन्न चाहन्छु। ओके, थ्याङ्क यू सोना। ओके, बाई, सी यू नेक्स्ट टाइम।